गाइस आज चाहिँ हामी बाख्रा हेर्न आएको के गाउँतिर नानी मौसम अब हेर्नु न कति राम्रो सिन देखियो पहाडतिरको चाहिँ हाम्रो भैँसी बस्ने त चाहिँ धेरै त उयो यता चाहिँ हाम्रो आँपका रुखहरू छन् त्यता माथि लिची निम्बु अनि यहाँ चाहिँ कता गए कति राम्रो छ गाइस त्यता लिची छ यता पछाडि छ होला अनि चाहिँ यो चाहिँ हाम्रो परालको टौवा यता चाहिँ कफीहरू छ कता कता छन् कफी त्यहाँ यता चाहिँ हाम्रो आन्टी कस्तो अँधेरो आएको आज बाख्रा हेर्न त आएको बाख्रा त पाठाहरू छैन त चाहिँ हाम्रो यता छन् त्यहाँ माथि दुईटा बाख्रा चाहिँ चरिरहेछन् म चाहिँ कहाँ गयो भनेर कि हामी छोडेर यहाँ बाँधेर चाहिँ अर्को घरमा बस्न गएको कहाँ गएँ भनेर यो चाहिँ हाम्रो पहाडको माइती घरको खेत खरेन के भन्छ राम्रो भ्यू आछ कति राम्रो छ हैन आज पानी परेको भएर छक्क भयो कि मौसम पनि कति धेरै जमुनाको रुख त्यो जमुनाको बुट्टा त त्यो चाहिँ जमुनाको रुख पनि छ सानो उनलाई फेरि जमुना भनेपछि एकदम मनपर्ने धेरै हुन्छ खानेकुराहरू त हाम्रा बाख्रा धेरै त छैन त्यही पनि यहाँ पनि ठुलो जमुनाको रुख यता मलाई सिकाउनु भयो फर्स्ट टाइम आज भ्लग गरेको नि त म बोल्छु भन्दै थिइन् हुन्छ नि भनेर बोल्न दिएको त्यति बेला बाख्राको पाठा हराएर अनि म खोल्न हिँडेको आरू आँपहरूको बुट्टाहरू छ त्यो आरूको नि त बाई बाई गाइस आजलाई यति नै फेरि भोलि बनाउँछु ल फर्स्ट टाइम हो सबै लाइक सब्सक्राइब गरिदिनु होला माया गर्नु होला बाई गरिदेऊ बाई बाई भन के गर्ने भनेर लाइक सब्सक्राइब गरिदिनु होला फलो पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ ओके थ्याङ्क यू फर वाचिङ बाई 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 बाई